ल अब हामी चाहिँ नि अझ लाम खोला रे लामघारी कि कता रे बहिनी? लाम खोला के रे हामी जाने? लामदुवाली आज यतै जान्छ। आज हामी सबैजना लामदुवाली गएर भाइकोमा मिठो मिठो भोजन खाएर आउने हो। बाइ बाइ। लामदुवाली यो घान्द्रुङ जाने बाटोदेखि लेफ्टतिर जानुपर्छ, नयाँ पुलदेखि जानुपर्छ। ल किन रोको? मेरो गाहमा आउ न। ल मेरो काखमा एकजना आउनु हजुर मिलाइहाल्यो त सर न ल माया पनि पछाडि जाउँ स्याप्टुक जाउँ हजुर सानो घरे पुन्टुलाई आमाले समात्नु भयो हुन्छ होला आमाले के भयो ल अहिले हामी एमडीको बाटो हामीलाई देखाउनु धेरै राम्रो बनाएको छ। एमडीको बाटो अहिले हामी देखाउनुहुन्न कि हामी यस्तो क्युटी मान्छेहरूलाई एमडी सिम्पानी क्रस भएर एमडीतिर आउँदैछु आज गएर माछा मार्ने हो अनि स्विमिङ गर्ने हो। माछा त थाहा छैन, स्विमिङ चाहिँ 100% गर्ने हो। मौसमले साथ दिनु पर्यो। होडलले माछा नभए नि तपाईँ र म मिलेर मान्यो कि सेवा गाडा चाहिँ खाने सेवानी छैन बाबु अहिले त तपाईँको युट्युब च्यानल के हो अरे लाग्नु पर्छ यसमा गएर हेर्नु होला कुन चाहिँ हेर्छ फोटोमा हेर्ने खाने भएको त्यही हो। फोटोमा चाहिँ नि माछा हेर्ने अनि झ्याम्म दाल भाँसिँदा फोटोको माछा पठाइदिनु एक्चुअली त्यो एड गर्नु मिल्छ नि हामीले यही हाई गरिदेऊ अरे अरे हाई गरिदेऊ आइरहेको नमस्ते भन्देऊ नमस्ते गाइस भन्नु बाबु नमस्ते एमडीको पुल आयो। अहिले हेम्जाको बाटोमा हिँड्दैछौँ हामी। डल्लीलाई डल्लीलाई यहाँ ठाउँ दिएन कसैले त्यो भएर यहाँ पुग्यो खण्ड अहिले यति रात आएको पेछ पाएछ 4 र डबल यो दिन सन्डे पर्सिहाल्यो कति बोल्यो बिचरा घट्टे खोला आइपुग्यो। यो घट्टे खोला यहाँ हो घट्टे खोला। यताबाट धम्पोस जान्छ यो बाटो। भन्छ उहाँ त्यो यो चाहिँ नि घट्टे खोला पुल। माछा खान जाँदा कि उहाँ बाजेको जसको घर राख्यो त्यसको घर ल ल हामी अहिले नौडाँडा आइपुग्यो। यो नौडाँडा हो। नौडाँडा कस्की नौडाँडा है। हजुर के हो पुरी तरकारी ढाबा लुम्ले ढाबा भन्ने ठाउँमा त्यो त लुब्लै होला नि लुम्ले ढाबा 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 होइन बाजे हाई गरिदेऊ यहाँ बस्नु पानी ल्याउला बस्नु न ए बाबु बसेर खानु न हाई ल ओके खाउला म त्यही खाने खानु त तरकारी खानु छ लुम्लेमा खाजा खाना हजुर के खानुहुन्छ चिया भन्छु चिया त
ए लुम्लेको डाँडा हो यो लुम्लेको डाँडा यो मोरिया गाउँ मोरिया यहाँ महँगो हुन्छ होला नि फेरि मोरिया कुन उस पऱ्यो मोदी गाउँपालिका मोदी मोदी एक मोरिया गाउँ यो ताङलिङ मोरिया एउटा चाहिँ नि मौजा मोरिया छ यो चाहिँ ताङलिङ मोरिया यतापट्टि पारीको फेरि दाङसिङ मोरिया दाङसिङ मोरिया नै छ अहिले हामी नयाँ पुल आइपुग्यो यो चाहिँ नि नयाँ पुल बजार यहाँबाट झार्नु भने बाटो यताबाट झार्नु पर्छ नयाँ पुल बजार आयो हजुर आयो त हाल्यो यो बजारै त हो त्यो गाउँ जाने बजार हो यही हो यो वरिपरिको बजार यही हो गान्द्रुकदेखिको यो कास्की पऱ्यो हाम्रो पाले पर्वत के भन्छ अरे हाम्रो पनि यहाँ पनि सपिङ गर्नु खोलाले हो छुट्याएको मोदी होला मोदी खोलाले कास्की र पर्वत छुट्यायो यो आयो नयाँ पुल बजार टङटङ टङटङ यो हो बिरेठाटी बजार आइपुग्यौँ बिरेठाटी बजार आयो बिरेठाटी बजार यो बिरेठाटी पुल बस पनि आउँदैन बसको त त्यो बिरेठाटी पुल हो यो दाहिने जान्छ घान्द्रुङ अनि हामी जाने हो यता देब्रेतिर यताउता चाहिँ माथिबाट हो माथिबाट अब देब्रे जाने त यो चाहिँ घान्द्रुङ जाने बाटो हो खोलाका मोदी त ठुलै परेर यसमा यस्तो नहुने साथीमा नभएको म त्यो बाटो आएको अब यहाँबाट हामी लेफ्ट लाग्छौँ उल्लेरी यता दाहिनेतिर घान्द्रुङ जान्छ देब्रेतिर उल्लेरी पुन हिल यो बाटो पुन हिल जाने घोरेपानी पुन हिल जाने बाटो यो बिरेठाटी अब चाहिँ नि अफ रोड आयो यो चाहिँ नि अफ रोड हो यहाँबाट सुरु भयो अफ रोड छ फेरि रोड छ अफ रोड छ घोरेपानी धेरै भयो त नआउँदा बाटो ड्राइभर नै म जान्छु के गाह्रो भयो भने माता ठाँटी मत गाउँ भने माता भुरुदी खोलामा सानो पुल हालेछ बाँसको यो पारी चाहिँ नि पर्वत जिल्ला
यता चाहिँ नि कास्की जिल्ला भन्छ अहिले हामी कास्की जिल्लामा हिँड्छौँ कास्की जिल्लामा हिँड्छौँ यो खोलाले छुट्याएको हो क्या यो खोलाको चाहिँ यतातिर भुरुदी माथितिर लामखोला यहाँ ठोकेला जस्तो भएर त्यो रौनालाई चाहिँ झार हिँडायो भने चाहिँ हिँडेर जानु लाग्यो ए खोला ल हामीलाई फाइनली लामदुवाली आइपुग्यो लामदुवाली यो सुन्तलाको बुट मेरो श्रीमती ल लामदुवालीमा आइपुग्यो हामी चाहिँ नि यो लामदुवाली ठाउँ हो यो हामी यो ट्याक्सीमा आएको बाटोमा चाहिँ झर्नु पर्यो यो लामदुवाली यो विष्णु बहिनीको भाइको रेस्टुरेन्टमा आइपुगे हामी हेर्नुहोस् आउनु होला तपाईँहरू पनि यो रेस्टुरेन्टमा आएर खानु होला लामदुवाली अब हामी अहिले यो खोलामा माछा मार्ने भनेछौँ हेरौँ कस्तो हुन्छ लामदुवाली खोला यसरी चाहिँ नि पहिला हामी पहिला चाहिँ गाउँमा यस्तो धानको बिउ चाहिँ राख्थ्यो यो पारी चाहिँ नि पर्वत जिल्ला अनि म चाहिँ नि छु यता कास्की जिल्ला हेर्नुहोस् है गाउँघरमा चाहिँ नि मौरी यस्तो काठको यसरी हुन्छ ल हेर्नुहोस् त मौरी यो ठाँटी मौरी खुदु बोकेर आएको छ म लिएर आएको म बस पनि आयो बस आयो पोखरा घोरेपानी उल्लेरी जाने बस उल्लेरी घोरेपानी जाने बस अहिले भर्खर गयो माथि घोरेपानीतिर गयो ल ल माछा यो लामदुवाली खोलाको माछा पोखराबाट वेटर लिएर वेटर नयाँ वेटर ल्याएको यो चाहिँ नि मेरो फापरको ढिँडो अनि यो चाहिँ नि भात लामदुवालीको माछा ल माछाको पुच्छर माछाको टाउको अब खाइन्छ फापरको ढिँडोसित खाने हो तिम्रो भात दियो त्यो धेरै हुन्छ ल मलाई ल लामदुवालीमा हामी अहिले मैले चाहिँ नि यहाँ जाल यहाँ बिछाएको छु जाल राखेको छु यहाँ मेरो बुढी यहाँ भिडियो बनाउनु लगाएको छ म पनि यहीँ छु अब सेलु त्यहाँ पाके छ तर जाने ठाउँ भएन यो लामदुवाली मैले अब भाइ उक्त चाहिँ नि
औषधि खाँदैछु म चाहिँ यहाँ खोलामा यसरी बस्दैछु टोपी पछाडि गरेर यस्तो खोलामा माछा मार्ने भनेको खोइ तलतिर यहाँ भाइहरू माछा मार्न गछ दहली खोल्न गछ अरे वहाँ तल यो तलतिर छ यहाँबाट 10 मिनट जति लाग्छ भन्छ तलतिर छ मैले यहाँ जाल बिछाएको छु हेरौँ कस्तो हुन्छ है अब त्यो भाइ खोला तरेर आउँछ खोला निकै ठुलो छ माथि चाहिँ नि स्विमिङ गर्दैछ मेरो बुढी अनि बहिनीहरू गर्दैछ ल है भाइले चाहिँ नि ल लामडालीमा ल त्यहाँ चाहिँ नि स्विमिङ गर्दैछ यो ताङले मोरियाको झुलुङ्गे पुल हामी अहिले पर्वत जिल्लातिर छौँ अब कास्कीको साइडतिर जाँदैछौँ हामी दुईजना अनि अहिले यहाँ झुलुङ्गे पुल चढ्दैछौँ यो रुडी खोलाको झुलुङ्गे पुल चढ्दै ए यहाँ माछा मार्नु लाग्यो दवाल छुने छ पुल नहुँदाखेरि यो खोला तरेर हिँड्नुपर्छ गाह्रो थियो दवाईले छुनेछ नि यहाँ तल स्विमिङ गरेछ ल हामी यो झुलुङ्गे पुल तर्दैछौँ ल अब हामी पर्वत जिल्लाबाट कास्की जिल्लातिर छिरे के हो के भन्छ रे यसलाई माछा मार्न हिँड्न आएको पानी पर्यो यो ओडारमा बसेछौँ हामी यो यता माथि मोरिया गाउँ मोरिया अनि लप्सी बोर्ड गैरेबाङ अहिले हामी उभिएको गैरेबाङ तब दानसिंह मोरिया भने यतै होइन यता ल पनि माछा मार्नलाई यहाँ दबाई छुनेको ल ए माछा समात्दै यहाँ अहिले हामी चाहिँ नि दवाले थुनेर माछा मारेको ल ओहो माछा समात्ने जमर्कोमा छ माछा समातेको हाल न हाल त्यही त सक्छ नि हाल माछा समात्दैछ ल हो ल जसको भागमा पर्यो नि सबभन्दा ठुलो एउटा दिनुहोस् ल धेरै देखो यो माछा ए आहा असल माछा यस्तो तरिकाले खाने बनाएर आई लभ यु बोरुदी खोलाको माछा खोलाको माछा हेलो गाइस ल
कसैको कोही पनि अझै नआउने ओ उता एक बोरा लिएर गयो हेर हो माथि हामी चाहिँ नि माछा मार्न आएको खोलामा माछा मार्यो अब चाहिँ नि पानी खोल्दैछ लाउ बा गाइस ल माछा हेर्नुहोस् आज मारेको एक बोरो छ त ल यो माछा अहिले खुवाउनु देखाउनु दे एक बोरो माछा छ यहाँ वाउ ए, कति लिएर। ठुलो हेर्नु ए, ए सबभन्दा ठुलो यही होला नि खोइ देख न यसलाई देख न किरा पनि अलि माथि गएर झन्डै लोटेको त पुछार भन्नु न खुट्टा रे पुछाइसो गर्नु पुछार अडिन्छ नि माछै त्यहाँ ल हामी चाहिँ नि माछा मारेर अहिले चाहिँ नि अब फर्किँदैछौँ रेली खोला ए ओ पुष्प त्यहाँ पानी पानी चाहिँ यो पानी ए माया न्युपानेले माछा मारेको ल आफ्नो बुढालाई हानेर एउटा टिकटक बनाइदिनु न रेली खोला बगेर मेरो उसले के ए ल यसले सेफ्ट गर ल यसले सेफ्ट गर यो परिया ल माछा मारेर अहिले फर्किँदैछौँ हामी अब मेरो बुढीले चाहिँ नि टिकटक बनाउनु लाग्छ यो खोलामा माछा मारेको हामीले भुर्दी खोलामा माछा मारेर अब हामी जाँदैछौँ यो खोला खोला यसरी हिँड्दै जान्छौँ दवाली थुनेर दवाली थुनेको यहाँ ओ तल 2-3 ठाउँमा थुनेर माछा मारे अहिले हामी जाँदैछौँ हजुर यहाँ थुने छ हामी माछा मारेर अहिले आयो यहाँ अब एकछिनमा हामी चाहिँ पोखरा फर्किन्छौँ पानी पर्ला जस्तो छ अघि नै एकपल्ट त पानी पनि परेको थियो अहिले फेरि पानी पर्ला जस्तो छ हेरौँ यो पुल बन्दैछ यो खोलापारी पर्वत जिल्ला खोलावारी त चाहिँ नि कास्की जिल्ला हो यो लामदुवाली भन्ने ठाउँ हो यो लामदुवाली अब त्यहाँ मैले जाल थापेछु त्यो जाल हेर्न जान्छु अब वाउ माछा ल हेर्नुहोस् आज दवाईले थुनेर मानेको ठिक छ ल बुहारीले चाहिँ यहाँ फेरि घाँस उगाल्दैछ ल बुहारी स्याबास
एकछिन नबस्दो रहेछ कि र एकछिन नबस्दो रहेछ नि ओ माछा माछा देखाउ न ए परेछ मलाई लो है। मेरो प्यारो प्यारो भाइहरूले सबभन्दा ठुलो माछा गिफ्ट दिएको वाउ थ्याङ्क यू सो मच आई लभ यु फिस आई लभ यु फिस ल माछा मारेर पनि अब केलाउनु लाग्यो बोटे ऐ यता हेर बोटे ल ओइ ओइ यहाँ माछा परे अरे केलाइसक्यो है अब विष्णु बहिनीले केलाएको छ अब खाजा खान सुरु गरे पास्ता बनाइदिए रहेछ पास्ता खाँदैछु माछा केलाएर राखेको यो अहिले अब एकछिनपछि हामी चाहिँ नि यो चाहिँ झोलोमा हालेर प्लास्टिक हुन्छ त्यहाँदेखि लिएर जाने अहिले चाहिँ पानी तार्न राखेको यहाँ केलाएर ल यस्तो मजाको ढुङ्गालो हेर्नु ल गाडीले नतानेर हिँडाइमा परियो उकालो हिँडाइ छ ल हेलो बुढो हजुर रमाइलो भयो नि एकदम रमाइलो भयो यो उकालो चाहिँ नि गाडीले छुन्छ भनेर हिँडाइदियो यो उकालोमा डोन्ट वरी अलिअलि हिँड्नु नि पर्छ पर्छ आज खोलामा धेरै हिँडे एकदम माछा मार्दै तपाईँ एकदमै रहेछ क्या यति ठुलो ढुङ्गा उचाल्न राखेको छ नि म त तर्सेको यार हात हटाउँछ फेरि ल्याउँछ अरूको त हात ढुङ्गै हटाउँछ फेरि ल्याउँछ यहाँ चाहिँ ठोकिन्छ भनेर हामी फेरि बुढाबुढी झऱ्यो गाडी अगाडि जाँदैछ बहिनीहरू नि अगाडि गएछ हामी बुढाबुढी आउँदैछु र यो चाहिँ नि अब लास्ट भ्लग मेरो अहिलेको आजको लागि ल तपाईँहरूले घरमा गएर फेरि मेरो भ्लग हेरिदिएकोमा धेरै धेरै धन्यवाद र लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै आजको भ्लग चाहिँ यहीँ समाप्त गर्न चाहेँ बाई बाई नमस्ते सायोनारा थ्याङ्क यू बाई 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 बाई